बिना पैसा खाने खानै पर्छ नि बाबु। बिना हामी पैसा। त बुढा मान्छे दया गर्ने पर्छ। हेलो गाइस, वेलकम छ यस ब्लगमा। हामी चाहिँ आज किर्तिपुरको चोबारमा घुम्न आएको। यहाँ घुम्दा घुम्दै यस्तो पानी खाने मन लाग्यो। अब के गर्नु, पानी खाने पैसा छैन गोजीमा, त्यही भएर यहाँ यसो काकासँग माग्ने प्रयास गर्छ। काका ल बाबु, के पानी चाहियो? पानी छ? पानी छ, बदाम पनि छ हजुर। पैसा छैन नि काका फेरि पैसा यार। छैन त बाबु, त पछि पनि हुन्छ। अहिले त म सेवा हजुरको लिए सेवाको लिए आइसकियो हजुरले। 2-4 दिन भयो त केही खाजैन के पानी। ल नखाएको त खानु न हजुर, हामी त खानेलाई दिइरहेछ। के चाहियो? अरू अरू बदाम छ, चटपटी छ, चुरोट पनि छ। पैसा छैन नि फेरि बाबु नभएपछि कसरी हुन्छ? खानु बिना पछि पैसा। पछि भइहाल्छ नि। बिना पैसा खाने खानै पर्छ नि बाबु। बिना हामी पैसा। त बुढा मान्छे दया गर्ने पर्छ, कोहीको खियाउनै पर्छ। पैसा नभएपछि हुन्छ, भइहाल्छ। बिना पैसा खाने तपाईँलाई हुन्छ। घाटा त हुँदैन नि? घाटा के को बाबु, हाम्रो सेवा गरेपछि नेमा पाउँछ। बाबुको सेवा गरेपछि राम्रो भयो हाम्रो। कसरी? हो? हजुर। पैसा त छैन। अब के छैन त गर्नु? के तपाईँलाई गर्ने? घाटा हुन्छ भने पछि पनि मिलाउला हुन्छ। हो हेर्नुहोस् गाइस, हामीलाई पानी दिनुभएको छ, पैसा त थिएन हामीसँग। थिएन त बाबुले त सेवा गर्ने पर्छ नि। हाम्रो बाबु त कहिले पनि पाएपछि राम्रो कुरा गरेपछि त कहिले पनि पैसा मिलाइदिन्छ। नमिलाएपछि खानुहोस् बाबु, कस्तो भन्दैन। ल काका चाहिँ धेरै धेरै मनकारी हुनुहुँदो रहेछ। ल ल ल हामीले चाहिँ पैसा थियो त्यतिकै। ल बाबु, पैसा छैन त त्यसको पैसा छ कि काका? दया गर्ने पर्छ, बुढा मान्छे त दया गरिहाल्छ नि बाबु। पैसा छ के तपाईँले त्यतिकै यहाँ चेक गर्नलाई भन्यो कि तपाईँको मन कस्तो छ भनेर? एकदम तपाईँको अरे बाबु, हाम्रो मन त भगवान जस्तो छ। हामी देशको लेल हाम्रो राम्रो सोचिरहेछु, आफ्नो लेल व्यवहार गरिरहेछु, अरूले खियाइरहेछु, कोही लैकाको पढाइरहेछु। त्यही हो बाबु, सेवा गर्ने पर्छ नि। सबै पैसा फेरि पानीको पानी लाग्दैन है म। ल पानी नलग्ने त लाग्नु हजुरको कुरा हो। हाम्रो ल काकाको मन चाहिँ एकदम राम्रो हुँदैछ। काकाको लागि भए पनि एउटा लाइक र एउटा सेयर चाहिँ अवश्य गर्नु होला। ओके हजुरले